सन् 2009 टिभीएस फिएरोदेखि टिभीएस अपाचे आरटीआर सम्मको सफलताको कहानी। कसरी टिभीएस अपाचेले आफ्नो ग्रेटेस्ट राइभलरी पल्सरलाई बीट गर्न सफल भयो, यो बाइक कसरी नेपालीहरूको मनमुटुमा बस्न सफल भयो, आजको यस भिडियोमा डिटेलमा हेर्नेछौँ। अन्त्यमा हामी यो पनि जान्नेछौँ कि नेपाल बाहेक अन्य कुन कुन देशमा यस बाइकको फ्यान फलोइङ सबैभन्दा धेरै छ। इन्ट्रेस्टिङ कुरा त के छ भन्दा नि टिभीएस कम्पनीको लोकप्रिय स्पोर्ट्स बाइक लाइनअप टिभीएस अपाचे सिरिजले विश्वव्यापी रूपमा 50 लाख युनिट बिक्रीको आँकडा पार गरेसँगै यसको सफलता सजिलै आकलन गर्न सकिन्छ। 50 लाख युनिट बिक्री केवल एउटा संख्या मात्र होइन, यो विश्वास, प्रदर्शन र ब्रान्डको निरन्तर विकासको प्रमाण पनि हो। नेपाली मिडल क्लासका लागि टिभीएस अपाचे आरटीआर बाइक सबैभन्दा बढी रुचाइएको बाइकमध्ये एक हो। सलिड बिल्ड क्वालिटी, उत्कृष्ट पिकअप, आधुनिक प्रविधि र लुक्सका कारणले गर्दा नेपालमा यो बाइक अत्याधिक सफल भयो। यसको सुरुवात सन् 1999 मा भएको थियो, जब टिभीएसले सुजुकीसँगको आफ्नो जोइन्ट भेन्चर अन्तर्गत 148 सीसी 4 स्टक इन्जिन भएको फिएरो नेपाली बजारमा लन्च गरेको थियो। त्यस समय बजारमा लोकप्रिय अन्य बाइकको तुलनामा फिएरोको इन्जिन बढी पावरफुल थियो र यसको डिजाइन पनि निकै युनिक थियो, तर बजारमा यसले खासै राम्रो प्रतिक्रिया पाउन सकेन। सिधा अर्थमा भन्नुपर्दा सफल हुन सकेन। करिब एक वर्षपछि सन् 2001 मा टिभीएस र सुजुकी अलग भए र फिएरो पूर्ण रूपमा टिभीएस अन्तर्गत आयो। केही वर्षपछि बजारमा फिएरोको प्रतिष्ठा केही सुधार भए पनि त्यति बेलासम्म यस बाइकका कम्पिटिटरहरू बजाज पल्सर 150, हिरो होन्डा सीबीजेड नेपालीहरूको सबैभन्दा लोकप्रिय बाइक बनिसकेको थियो। बाइ द वे, बजाज पल्सरको यस्तै डिटेल भिडियो हाम्रो च्यानलमा पाउन सक्नुहुनेछ। पल्सरको नयाँ स्टाइल र दमदार पर्फर्मेन्सका कारण नेपाली टु व्हीलर बजारमा पल्सरको दबदबा थियो। वास्तवमै अब यहाँबाट सुरु हुन्छ त्यो आइकनिक टिभीएस अपाचे आरटीआर सिरिजको बाइकहरू। सोही कुरालाई ट्याकल गर्न टिभीएसले पनि नयाँ पर्फर्मेन्स ओरिएन्टेड मोटरसाइकल सेगमेन्टलाई लक्षित गर्दै फिएरोको इन्जिन र डिजाइनमा परिवर्तन गरी सन् 2006 मा टिभीएस अपाचे 150 लन्च गर्यो। यस पहिलो अपाचे बाइकमा फिएरोको 147 सीसी इन्जिन प्रयोग गरिएको थियो, जसले 13.5 पीएस पावर उत्पादन गर्थ्यो। लन्चको अर्को वर्ष नै टिभीएसले यसलाई ठूलो अपग्रेड दियो। अब यसमा नयाँ 159.7 सीसीको इन्जिन दियो, जसले 15.2 पीएसको अधिकतम पावर र 13.1 न्युटन मिटरको टर्क उत्पादन गर्थ्यो। ठूलो इन्जिनका कारण यसको पर्फर्मेन्स बजाज पल्सर 150 भन्दा राम्रो भयो। स्टाइलिश लुक र दमदार पर्फर्मेन्सका कारण धेरै युवाहरूले यसलाई किन्ने निर्णय गरे र बाइक बिस्तारै लोकप्रिय बन्दै गयो। सन् 2009-10 मा टिभीएसले अपाचे 180 पनि लन्च गर्यो, जसमा अझ ठूलो र शक्तिशाली इन्जिन तथा डुअल च्यानल एबीएस जस्ता एडभान्स टेक्नोलोजीहरू दिइएको थियो। यसमा 177.4 सीसी इन्जिन थियो, जसले 16.6 पीएसको पावर र 15.5 न्युटन मिटर टर्क उत्पादन गर्थ्यो। अपाचे 150 र 180 मा टिभीएसले आफ्नो रेसिङ अनुभवबाट विकास गरिएको आरटीआर अर्थात् रेसिङ थ्रटल रेस्पोन्स टेक्नोलोजी फ्युल इन्जेक्सन प्रविधि प्रयोग गरेको थियो, जसका कारण यी बाइकहरूले उत्कृष्ट पिकअप दिन्थे। राम्रो पिकअप र मजबुत बिल्ड क्वालिटीका कारण नेपालका धेरै शहर र सरकारले पनि यी बाइक प्रयोग गर्न थाल्यो। सन् 2010-11 सम्म अपाचे ब्रान्ड बजारमा मजबुत रूपमा स्थापित भइसकेको थियो। यो स्थान कायम राख्न टिभीएसले 2012 मा अपाचे सिरिजको दोस्रो भर्सन लन्च गर्यो। नयाँ डिजाइन, स्पोर्टियर स्टाइलिङ र केही इलेक्ट्रोनिक परिवर्तन बाहेक कुनै ठूलो प्राविधिक अपग्रेड गरिएको थिएन। धेरैलाई नयाँ हेडलाइट खासै मन परेन, त्यसैले टिभीएसले पुरानो डिजाइन पनि बजारमा उपलब्ध राख्यो। सन् 2014 को अटो एक्सपोमा टिभीएसले ड्राकेन नामको कन्सेप्ट बाइक सार्वजनिक गरे। यसलाई हेरेर धेरै अटो एक्सपर्टले अब अपाचे रिप्लेस हुने अनुमान लगाए, तर सन् 2016 मा टिभीएसले त्यो रेभोल्युसनरी बाइक आरटीआर 204V लन्च गरेर सबैलाई चकित गर्यो। यसमा 197.7 सीसी इन्जिन थियो, जसले 20.5 पीएसको अधिकतम पावर उत्पादन गर्थ्यो। 4 वाल्भ टेक्नोलोजी, एलईडी पाइलट ल्याम्प्स, अपडेटेड बडी प्यानल्स, इम्प्रुभड डिजिटल एनालग इन्स्ट्रुमेन्ट क्लस्टरका कारण यो अझ फास्ट र फ्युल एफिसिएन्ट बन्यो। यसको अपार सफलतापछि लेस पावरफुल र मेनली त माइलेज चाहने ग्राहकहरूलाई लक्षित गर्दै आरटीआर 164V पनि लन्च गरियो, जसले आफ्नो कम्पिटिटर्स बजाज पल्सर, सुजुकी जिक्सर, यामाहा एफजेड र होन्डा सीबी हर्नेट जस्ता बाइकहरूलाई पछाडि पार्न सफल भयो। सन् 2017 मा टिभीएसले अपाचे आरआर 310 लन्च गर्यो, जसको डिजाइन शार्कबाट प्रेरित थियो।
यसको 332 सीसी DOHC लिक्विड कुल्ड इन्जिनले 34 PS पावर उत्पादन गर्छ र 27.3 न्युटन मिटर टर्क उत्पादन गर्छ। यो अहिलेसम्मको सबैभन्दा प्रिमियम र पावरफुल अपाचे हो, जसलाई स्मुथ गियरबक्स र उत्कृष्ट हार्डवेयरका लागि निकै मन पराइन्छ। लन्च भएदेखि अहिलेसम्म यसमा धेरै अपग्रेड गरिएको छ। सन् 2026 मा नेपाली बजारमा RTR 204V RTFI BS6 र RTR 164V रिफ्रेश FD नाममा विभिन्न कलर अप्सनहरू र सुविधाहरू सहित उपलब्ध छ। हालको पुस्ताको TVS अपाचे RTR बाइकहरू आधुनिक टेक्नोलोजी, स्पोर्टी डिजाइन र उच्च प्रदर्शनलाई ध्यानमा राखेर बनाइएका छन्। यी बाइकहरूमा LED हेडलाइट र DRL, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी भएको स्मार्ट X कनेक्ट सिस्टम, भोइस असिस्ट र नेभिगेसन जस्ता स्मार्ट फिचरहरू पाइन्छन्। साथै केही मोडलहरूमा अर्बन, स्पोर्ट र रेन्ज जस्ता राइड मोडहरू, डुअल च्यानल ABS, स्लिपर क्लच र एडभान्स सस्पेन्सन प्रणाली जस्ता सुरक्षा र पर्फर्मेन्स बढाउने सुविधा पनि उपलब्ध छन्। यी बाइक शक्तिशाली सिंगल सिलिन्डर इन्जिनले चल्छन् र रेसिङ इन्स्पायर्ड डिजाइनका कारण युवा र पर्फर्मेन्स बाइक प्रेमीहरू बीच निकै लोकप्रिय छन्। सन् 2006 को पहिलो अपाचेदेखि RR 310 सम्म TVSले सधैँ आफ्ना बाइकहरू सुधार गर्दै आएको छ। नेपाल भारत बाहेक TVSका बाइकहरू ल्याटिन अमेरिका, इन्डोनेसिया, थाइल्यान्ड र अफ्रिका जस्ता देशहरूमा पनि 60 भन्दा बढी देशहरूमा निर्यात हुन्छन्। यसको सफलताको कारण दमदार क्वालिटी, राम्रो पर्फर्मेन्स र नियमित अपडेट हो। यदि तपाईँ पनि अपाचे राइडर हुनुहुन्छ भने आफ्नो बाइकको सबैभन्दा खास विशेषता हामीहरूसँग अवश्य शेयर गर्न नबिर्सनुहोला नि। यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नका लागि रिभ्यू प्लानेट नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।